47 थियो मेरो नम्बर अनि 47 पास भने त्यो टाइमभित्र यति डराएँ खोइ के एकदम खुसी भएँ कसलाई के भनौँ म कता जाउँ त्यहाँदेखि कता जाउँ कता मेरो ज्वाइँ चाहिँ एकदम धेरै सपोर्टिभ हुनुहुन्छ क्या ठुलो सफलता प्राप्त गर्नको लागि घर आउँदा पनि कस्तो रुन मन लाग्यो क्या मलाई त सब बन्द हो कि के हो थाहा भएन ढोका चाहिँ बन्द। नमस्कार सम्पूर्ण साथीहरुमा स्वागत छ मेरो भिडियोमा। साथीहरु कस्तो छ? हजुरहरु सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। के भन्न लागेको भने साथीहरु मैले चाहिँ स्कुटरको लाइसेन्स निकालेको अहिले 1.5 महिना जति भयो अनि त्यो बेला चाहिँ मेरो मेमोरी कस्तो थियो त हैन त्यो बेला चाहिँ मलाई कस्तो लागेको थियो त्यो विषयमा चाहिँ मैले भिडियो बनाउन गइरहेको छु साथीहरु। अनि त्यो बेला नै मैले भ्लग पनि बनाएको थिएँ हैन विशेष कारणवश आदिमै रोकिएको थियो मेरो भ्लग चाहिँ अनि त्यो बेला नि मलाई भिडियो चाहिँ बनाउन मन लागिरहेको थियो तर अरू काम बाध्यता त्यस्तो कारणले गर्दा मैले बनाउन पाइन अनि त्यो मैले सुरु गरेको भिडियो चाहिँ हटाएर चाहिँ यसलाई चाहिँ मैले सुरुवात बनाएर अनि बीचमा मैले के बोलेको थिएँ भनेर त्यो कुराहरु राख्छु साथीहरु। अनि त्यसपछि चाहिँ मलाई कस्तो लाग्यो हैन मैले के गरे भन्ने कुराहरुको अनुभव पनि हजुरहरुसँग शेयर गरेर एउटा भिडियो बनाएर राखौं युट्युबमा पछिसम्म मेमोरी हुन्छ भनेर चाहिँ मैले राख्न लागेको छु साथीहरु। हजुरहरुले हेर्दै गर्नु होला। मैले लाइसेन्स चाहिँ पास गरे साथीहरु। यो चाहिँ खुसी कुरा छ। यस्तो धेरै संघर्ष यति धेरै दुःख मेहनत गरेर मैले लाइसेन्सको लिखित र ट्रायल दुईटै पास गरेको छु अनि त्यही भएर आज चाहिँ मेरो लाइसेन्स आउनेवाला चाहिँ होइन तर पनि त्यो 5 दिनपछि बोलाएको हुन्छ नि हो त्यसमा चाहिँ म जाँदैछु आज हैन 6-7 दिन भइसक्यो र पनि आज मात्रै जाँदैछु अनि लिन जान लागेको मेरो छोरालाई स्कुल पठाएँ अनि म चाहिँ अब हिँडेको साथीहरु हेर्दै गर्नु होला। गर्मी चाहिँ यस्तो पसिना आउन थाल्यो कसरी पुगेर आउने मलाई त हिँड्नै मन लाग्दैन अहिले गर्मी भएर नि साथीहरु। म चाहिँ यातायातको अफिसमा पनि पुगेँ अनि पुगेर काम पनि छिट्टो भयो आज चाहिँ मेरो खै कसरी आज छिटो भयो थाहा भएन बन्द भइसकेको रहेछ अनि मैले चाहिँ बन्द हो कि के हो थाहा भएन ढोका चाहिँ बन्द थियो हैन अनि मैले भित्र अफिसमा गएर सोधेको अनि मेरो काम चाहिँ गरिदियो अनि म चाहिँ आएँ। अब चाहिँ एकैचोटि लाइसेन्स लिन मात्रै आउनुपर्छ यहाँ धेरैचोटि आएर मेरो काम सक्यो अब चाहिँ हिँड्न लागेको यो यस्तो व्यस्त सडकको बिचमा छेउमा छु म चाहिँ यता चाहिँ यातायात जाने बाटो अनि यता यस्तो छ। अब चाहिँ म जान्छु यो चाहिँ बिटामोड 4 पानी नजिकै हो। मेरो चाहिँ घर नजिक भएर मलाई कति सजिलो छ मान्छेहरुलाई कस्तो गाह्रो छ कि अरूलाई यो लाइसेन्सहरु बनाउन आउन एक दिनमा काम हुँदैन यति धेरै टाइम लाग्छ नि साथीहरु। अहिले चाहिँ म यता सालबारी आइपुगे अहिले अघि जाँदा अर्कै बाटो गएँ अनि अहिले अर्कै बाटो आएँ कस्तो कानै बन्द भएको जस्तो भयो गाडी कुदाएर त्यो पुरा हिँडेर यहाँ चाहिँ कस्तो जंगल छ हैन एक्लै हिँड्दा एक्लै हैन कस्तो अचम्म लाग्छ क्या बेला बेला त सुनसान भए जस्तो हुन्छ फेरि बेला बेला कस्तो हुन्छ बल्ल बल्ल लाइसेन्स निकाले यस्तो दुःख गरेर लाइसेन्स निकाले मैले ठुलो सफलता प्राप्त गर्नको लागि क्या मलाई लास्टै दुःख गरेँ नि त मैले। हुन त अहिले सबैले लाइसेन्स निकाल्न गाह्रै छ भन्नुहुन्छ कि सजिलो त छैन हैन मलाई पनि त्यो भिडभाडमा बस्नै साह्रो क्या लाइनमा बस्न अनि त्यस पछाडि अब राजस्व बुझाउन ओर्न पनि धेरै बेर लाइन लाग्नुपर्ने बुझाइसकेर पनि त्यसको त्यो पेपरहरु दिन पनि धेरै टाइम लाग्ने अनि यस्तो गाह्रो हुन्छ अनि अब लिखित ट्रायल पनि अब राम्रो गर्नु पर्यो हैन मेरो चाहिँ भाग्यवश राम्रो भयो। धेरैजना कति नर्भस निराश हुनुहुन्थ्यो। अब म घर पुग्न लागेँ घर पुग्न लाग्दा मेरो छोरा पनि स्कुलदेखि आउने बेला भयो नि त अनि स्कुलदेखि आउने बेला हुँदा उ अघि के अरे स्कुल छुट्टी हुन एकछिन टाइम छ त्यही भएर यहाँ भिडियो बनाउँदै बसेको म अब घर त म 2-3 मिनेटमा पुगिहाल्छु यहाँदेखि घर आइसक्यो मुन्द्रे पनि आए मुन्द्रे रिसाइरहेको छ उयो खोर्सानी रोपेको थिएँ मैले भाँचेछ गोल हालेर अनि फुट्छ टिफिन गोल फ्याँकिदियो भनेको छैन फ्याँकिदिएको उतै छ कोठाभित्र हालिदिएको छु त्यहाँ भन्दैको अनि रिसाइरहेको छ क्या जे पनि भाँच्छ फुलहरु पनि भाँच्छ के पनि भाँच्छ अनि त्यही भएर अनि हेरेको गर्छ सन ल्यापटप हुँदा पनि घर आएपछि त्यही आनन्द हुन्छ कस्तो आनन्द लाग्छ अरे घरमा त्यो आनन्द त मलाई चाहिँ सारा संसार कहीँ छैन यही घरमा फेरि अरू घरमा चाहिँ हैन गाइस घर आयो अनि दरो काम गर्यो क्या बारीमा काम थियो फेरि अस्ति अस्तिदेखि के रोप्छु भनेर राखेको थिएँ नि त अनि त्यहाँबाट त्यहाँ खनखान गरेँ यताउता गरेर अनि त्यहाँदेखि रोपेँ मल हालेको थिएँ हिजो अनि त्यसपछि बाख्रालाई पर बाँधेको थिएँ बारीमा हैन अनि ल्याएँ खोलेर दिएँ अनि त्यसपछि निग्रो ल्याएँ अलिकति अनि आज चाहिँ आमा छोरा थुक्पा पकाएर खाउँ भनेर अनि खाना आँटेको चाहेभन्दा काम छिट्टै हुन्छ हैन मैले त्यही काम साँझको कति दिन भएको थियो आज त एकैछिनमा गरेँ क्या त्यही काम मैले जस्ट 1-2 घण्टाभित्र सबै काम गरिसकेँ। फेरि आफ्नो बारीमा अहिले सागसब्जीहरू पनि केही छैन सागसब्जीहरू भएन यता भने कस्तो लाग्छ कि मलाई खासै छैन क्या छँदैछ तर बारीहरू हरियाली बोने सागसब्जीहरू टक्क भयो भने कस्तो राम्रो देखिन्छ हैन अनि अब जस्तो थुक्पा पकाउन आँटेको आमा छोरा मिलेर पनि काम सघाउँदैछ डल्लो परेर प्याज काट्दैछ प्याज काट भनेको अब म भाँडा बसाउँछु अनि आमा छोराबाट टक्क पकाएर खाने ल। अनि मैले चाहिँ त्यो राजस्व तिरेर आएँ साथीहरु हैन राजस्व तिरेर आएँ अनि
त्योभन्दा अगाडिको चाहिँ सुनाउँछु ल। जुन दिन मेरो ट्रायल थियो होइन, ट्रायल चाहिँ मैले 2 चोटिमा पास गरेको साथीहरू। पहिला चाहिँ मैले लिखित दिएँ होइन, फर्म भर्न 3-4 दिनसम्म लाग्यो। 3-4 दिन लाग्छ, त्यो जसले गर्नुभएको छ त्यो सबैलाई थाहा छ होइन। 3-4 दिनमा बल्ल 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 भयो। 4 दिनको दिनमा चाहिँ एक्जाम थियो अनि लाइन बस्नुपर्ने नि त, एकदम धेरै भिड होइन। अनि त्यो पनि मेरो त आँखामा समस्या आयो, मैले अक्षर चिनिनँ, त्यसले गर्दा आई चेकअपहरू गर्नु पऱ्यो। त्यो गर्दा पनि मलाई चाहिँ 4 दिन लागेको, कसैको 1 दिन अथवा 2 दिन, कसैको 3 दिन पनि हुन्छ, मलाई चाहिँ 4 दिन लाग्यो। अनि 4 दिन लागिसकेपछि चाहिँ लिखित भयो, लिखितमा म पास भएँ। तर मेरो ट्रायलको लागि तयारी केही पनि थिएन। आज लिखित भयो, भोलि ट्रायल भयो। अनि त्यहाँदेखि मैले फेल गरेँ। म त्यो 8मा घुमाउँदा एकैचोटिमा सुरुमै फेल भयो कि मलाई त्यो अनुभवै कहिले पनि थिएन। मैले लिखित सकेर अलिकति ट्रायलको लागि चाहिँ तयारी गरेको भए चाहिँ हुने रहेछ, बा फेल हुन्छ कि भन्ने तरिकाले गर्दाखेरि मैले तयारी गरिनँ। अनि त्यसपछि म फेल भएँ है। अनि फेरि त्यसको 10 दिनपछि फर्म भर्नुपर्ने हुन्छ। अनि मैले 10 दिनपछि शुक्रबार फर्म भरेँ। शुक्रबार फर्म भरेपछि फेरि पछि त्यस्तै बुधबार मेरो ट्रायल भयो। अनि बुधबार ट्रायल भएपछि म ट्रायलको लागि त्यो बिचमा चाहिँ फर्म भरिसकेपछि चाहिँ मैले 3-4 चोटि चाहिँ ट्रायल सेन्टरमा गएर ट्राई गरेँ। अनि ट्राई गरिसकेपछि त्यो टाइमभित्र यति डराएँ खोइ किन त्यहाँ त्यति धेरै मान्छे भएको कारणले डराएको, न पुलिस देखेर डराएको, केही कारणले डराएको मलाई थाहा छैन होइन। अनि मलाई एकदम धेरै डर लाग्यो साथीहरू। यो चाहिँ मेरो गफ सुन्न आएको होला है आज चाहिँ। अनि डर लागे पनि म गएँ। अनि त्यसपछिको म त्यो बेलाको एउटा थोरै मलाई मनमा लागेको कुरा सुनाउँछु। अनि मैले ट्रायल दिँदाखेरि जब म पास भएँ होइन, अनि ट्रायल दिइसकेँ, मभन्दा अगाडि 6 जना मान्छे खुरुखुरु फेल हुनुभयो। अनि त्यो फेल भएको देख्दा त यस्तो डर लाग्यो। पछाडि लाइन त भइ नै हाल्छ होइन, 40 जना 50 जना, 2 लाइन हुन्छ। लाइन त एकदम लामो थियो। अनि त्यस पछाडि मभन्दा अगाडिको 6 जना मान्छेलाई मैले हेरिराखेको थिएँ लाइनमा। उहाँहरू फेल भएपछि मलाई कस्तो डेन्जर टेन्सन भयो क्या। अनि कस्तो अघिल्लो दिन प्र्याक्टिस गर्दा एकजना ट्यालेन्ट दाई देखेको थिएँ, उहाँ दाई पनि फेल, त्यो दाई फेल भएको देखेँ मैले होइन। अनि अरू पनि 2 जना लेडिजहरू हुनुहुन्थ्यो, उहाँहरू पनि 1-2 चोटि दिइसक्नु भएको छ ट्रायल। उहाँहरू पनि एकदम नर्भस भएर आउनुभएको थियो, म पनि नर्भस भएर आएको थिएँ, एकचोटि फेल भएको मान्छे। अनि म ठ्याक्क गएँ होइन, मलाई चाहिँ सक्छु भन्ने चाहिँ थियो, तर पनि सबै फेल भएको देख्दाखेरि मलाई डर लागिरहेको थियो। अनि गएपछि मैले ट्रायल पास गरेँ। अनि कहीँतिर सबैतिर 8 कटाइहालेँ। 8 कटाएपछि एकचोटि ट्राफिकको मुखमा हेरेको थिएँ, के भने जस्तो लागेको थियो र। अनि मैले फेल भएँ कि जस्तो लागेको थियो। होइन रहेछ, केही भन्नु भएन उहाँले। अनि अब चाहिँ म उहाँहरू कसैको पनि अनुहार हेर्दिनँ भनेर सुरुमै कसैको पनि अनुहार हेर्दिनँ, म सिर्फ बाटो मात्रै हेर्छु योचोटि चाहिँ भनेर अघिल्लो लेसनबाटै मैले सिकिसकेको थिएँ क्या। अगाडिको पार्टबाटै मैले लेसन सिकिसकेको थिएँ। अनि त्यसपछि म ट्रायल दिन गएँ। अनि 8 ट्याक्क कटाएँ। 8 कटाइसकेपछि अब त्यहाँदेखि गएर साइड लाइट नबाल्नु भन्नुभएको थियो एकजना, अरू हुन्छ नि त त्यहाँ भनेर साइड लाइट नबाले पनि पास हुन्छ भरे। थिच्दाखेरि के भन्छ त्यो थिच्दाखेरि हरनहरू बज्न सक्छ बन्द गर्दा। अनि त्यसपछि चाहिँ के अरे फेल हुने चान्स हुन्छ भन्नुभएको थियो। तर त्यति चाहिँ कन्फिडेन्स थियो कि म साइड लाइट बालेर बन्द गर्न सक्छु, त्यो थियो होइन। अनि त्यसपछि मैले गएँ, राम्ररी कटाएँ। फेरि पर गएपछि एकैचोटि हरियो बत्ती बल्यो, मेरोमा चाहिँ रातो बत्ती बलेन थिएन, मेरो लक्कीली त्यो भयो मलाई। अनि त्यस पछाडि पछि अनि त्यो भयो। अनि त्यसपछि मैले हरियो बत्ती नबलेपछि चाहिँ रोक्नु नपरेपछि सुइसु गइहालेँ, त्यहाँ पनि रोक्नु। अनि सुइसु गएपछि ट्याक्कै पास भएँ। अनि म पास भएँ भने उकालो ओह्रालो मेरो राम्रो भयो होइन। अनि म पास भएँ भने मलाई कस्तो खुसी लाग्यो क्या। अनि अझै पनि म पासै भएँ भने 47 थियो क्या मेरो नम्बर चाहिँ, यहाँ पनि छ होइन, 47 थियो मेरो नम्बर। अनि 47 पास भने होइन। अनि त्यसो भन्दाखेरि मैले पछिबाट हो कि होइन जस्तो भयो। अनि अगाडि गएर मैले सोधेँ, त्यो अगाडिबाट गाडी सिक्दाखेरि त्यो ट्रायल सिक्दाखेरि 3-4 सिकेको थियो, त्यो सिक्दाखेरि चाहिँ मैले चिनेको दाइ थियो, दाइ म पास भयो भने पास भनेर ल बधाई छ भन्नुभयो त्यो दाइले। अनि कस्तो खुसी लाग्यो होइन। त्यसपछि पास भएँ फाइनली साथीहरू। अनि मलाई यो कुरा आज युट्युबमा राख्न मन लाग्यो। अनि यो पेपर मलाई दिनुभयो 47 पास भनेर। त्यसपछि म एकदम खुसी भएँ। कसलाई के भनौँ, म कता जाउँ, त्यहाँदेखि कता जाउँ भयो। अनि यो पेपर लिन जानु अनि त्यो नम्बर उता दिनु भन्नु। अनि म यो पेपर लिन गएँ, त्यो मेरो नम्बर भिराइदिएको हुन्छ नि एउटा, अनि त्यो मैले बुझाएँ। त्यसपछि घर आएँ। अलिकति उतिर आइसकेपछि म कता जाने जस्तो भयो क्या त्यहाँ। अनि अलि उतिर आइपुगेपछि मेरो ज्वाइँलाई फोन गरेँ। मेरो ज्वाइँ चाहिँ एकदम धेरै सपोर्टिभ हुनुहुन्छ क्या, यति सपोर्टिभ हुनुहुन्छ कि एउटा फ्यामिलीमा होइन त्यति धेरै सपोर्ट मैले फ्यामिलीबाट कसैबाट पनि पाएको छुइनँ क्या। हरेक कुरा हुन्छ नि होइन, पैसा मात्रै होइन, पैसा पनि सहयोग गर्नुभएको छ, त्यहाँदेखि लिएर इमोसनली हुन्छ नि होइन, हरेक कुरामा क्या मान्छेको जे कुरामा पनि क्या साथ सपोर्ट दिने क्या, ब्याकअप सपोर्ट। मेरो ज्वाइँ चाहिँ मेरो दाइ हो होइन। कुनै दिन म त्यो विषयमा म ज्वाइँसँग पनि भिडियो बनाउँछु। मेरो दाइ मेरो अभिभावक जस्तो हुनुहुन्छ मेरो ज्वाइँ चाहिँ, बहिनीको बुढा, बहिनीको हस्बेन्ड
हुनुहुन्छ अनि उहाँलाई सुनाएँ सर्वप्रथम। अगाडि उहाँ र मैले सँगै ट्राई गरेको थियौँ अनि उहाँ चाहिँ पास हुनुभएको थियो अनि म चाहिँ फेल भएको थिएँ। फर्म पनि सँगै भरेको थियौँ, सँगै गरेर हामीले मिहिनेत गरेको थियौँ होइन। लास्टमा उहाँले एकैचोटिमा ट्रायल पास गर्नुभयो, मैले फेल गरेँ अनि उहाँलाई चाहिँ धेरै धेरै बधाई। यो भिडियोदेखि पनि उहाँ उबेले पनि मैले भनिसकेँ। अनि मैले सर्वप्रथम ज्वाइँलाई सुनाएँ। अलिकति ओरतिर आइपुगेपछि 50 मिटर जति ओर आइसकेपछि ज्वाइँलाई फोन गरेर सुनाएँ अनि एकदम खुसी हुनुभयो। अनि अगाडि म फेल हुँदा नर्भस हुनुभएको थियो। अनि त्यस पछाडि मेरो आफन्त साथीभाइहरूलाई जसले सुनाउनु पर्ने थियो उहाँहरूलाई सुनाएँ, एकदम खुसी लाग्यो। अनि त्यसपछि मेरो कोपिला बहिनी चाहिँ घरमा हुनुहुन्थ्यो। अब मेरो त घरबाट हिँड्ने चान्स छैन नि त, हामी त आमा छोरा अनि उहाँलाई स्कुल पठाउनुपर्छ। उहाँ अब यसरी कुदुक्क भएर बस्नुहुन्छ होइन। अनि उहाँलाई स्कुल पठाउनु म त बिहानै हिँड्नुपर्ने भयो नि त्यहाँदेखि त। अनि कोपिला आउनुभएको थियो अनि कोपिला बहिनी पनि ब्याकअप सपोर्ट एकदम धेरै गर्नुहुन्छ। म चाहिँ यहाँ एकदम लक्की महसुस गरेको छु कि झापा आएपछि। जति पनि पाहाडमा थिएँ नि म कसैको पनि सपोर्ट पाएको थिइनँ, यहाँ आएपछि चाहिँ जसले पनि मलाई साथ सहयोग दिने क्या। अनि कोपिलाले चाहिँ मलाई धेरै दुःख सुखमा साथ दिनुहुन्छ। अनि त्यसपछि उहाँ चाहिँ घरमा बस्नुभएको थियो अनि भाइलाई स्कुल पठाइदिनु भयो। अनि घर आएँ होइन, म घर आइसकेँ। घर आइपुग्दाखेरि चाहिँ घरहरू पनि टक्क मिलाएको होइन। यसलाई स्कुल पठाइदिएँ। म घर आउँदाखेरि बिहान घरदेखि म 8 बजीतिर हिँडेको थिएँ अनि घर चाहिँ म त्यही 1 बजीतिर आइपुगेको थिएँ। अनि 1 बजीतिर आउँदा चाहिँ भाइलाई स्कुल पठाइदिनु भएछ अनि सबै घरहरू पनि टक्क सफा गरिदिनु भएछ होइन। अनि एकदम कस्तो के अब घर आउँदा पनि कस्तो रुन मन लाग्यो क्या मलाई त। सबै घरतिर टक्क गरेर कोपिला चाहिँ घर जानुभएछ कि अनि भात पनि थोरै खानुभएछ। खासै त म थिइनँ होइन। अब धेरै खानु कि अब के भयो भने अप्ठ्यारो लाग्यो होला। अनि त्यसपछि जानुभएको थियो अनि कस्तो रोएँ क्या म त घर आएर। अहिले त्यो बेला भएको भए त म आँसु नै आउँथ्यो होला कि, अहिले चाहिँ मलाई आँसु आउँदैन होइन। र पनि सम्झियो भने भित्र चाहिँ दुख्छ, तर मलाई आँसु देखाउनु त्यस्तो मन पनि लाग्दैन। म घर आएर टक्क मेरो घर हेरेँ होइन। अनि बेड हेरेँ अनि यत्रो सपोर्ट भनेर क्या त्यो बहिनीलाई सम्झेँ क्या, नन्द हो होइन। अनि उहाँलाई सम्झेँ अनि यत्रो सपोर्ट तपाईँको उसको भनेर अनि कस्तो चित्त दुख्यो। अनि रोएँ, एकछिन बेडमा बसेर रोएँ अनि लाइसेन्स निकालेँ। अब त म जहीँ पनि गाडी कुदाउन सक्छु रोडमा भनेर कन्फिडेन्स चाहिँ छुट्टै आयो। अनि अहिले म गाडी कुदाउँदा पनि म आनन्दले कुदाउँछु क्या। नभए लाइसेन्स नहुँदाखेरि हरियो लुगा लगाउने मान्छे देखिसक्दाखेरि परेदेखि ला ट्राफिक हो कि भनेर कस्तो कस्तो हुन्थ्यो नि त। अनि फाइनली यो पेपर पाएँ, एकदम खुसी लाग्यो। अनि मैले राजस्व पनि 1500 रुपियाँ पनि बुझाइसकेको छु। अब मेरो प्रिन्ट भएको लाइसेन्स चाहिँ आएको छैन, त्यो चाहिँ कहिले आउँछ मलाई थाहा छैन। अनि थ्याङ्कफुल चाहिँ म कोसँग छु भने 2 जना व्यक्तिसँग चाहिँ विशेष म थ्याङ्कफुल छु। पहिलो कुरा त्यो जुन ट्रायल सेन्टर थियो त्यहाँनिर जाँदाखेरि एकजना दाइ हुनुहुन्थ्यो होइन। लास्ट टाइम म जाँदाखेरि पनि म फेल हुने चान्स धेरै थियो कि, तर लास्ट टाइम म कोहीसँग पनि हतपति बोल्दिनँ र कोहीसँग नजिक पनि हुँदिनँ। अनि त्यो दाइले चाहिँ सोध्नु भयो, मैले भने दाइ मेरो कहाँ कमजोरी छ भनिदिनु ल, मेरो भोलि ट्रायल छ भन्दा यहाँ छ यस्तो यस्तो भनिदिनु भयो। अनि मैले त्यो गल्तीहरू सुधारेँ। अनि तिमीले आफ्नै गाडीबाट दिन पाउँछौ भनेर प्रोसेस भनिदिन्छु भन्नुभयो। त्यसो गर्दा मैले आफ्नै गाडीबाट दिन पाएँ अनि म आफै पास भएँ त्यो गाडीले गर्दाखेरि होइन। अनि उहाँ दाइलाई पनि कस्तो धेरै धन्यवाद दिन मन लाग्यो। त्यो बेला चाहिँ थ्याङ्क यू चाहिँ भने, तर पछि उहाँसँग चाहिँ भेट भएन, भेट हुने कुरा पनि भएन अब धेरै नबोलेपछि होइन। अनि विशेष गरी अनि कोपिला 2 जनालाई चाहिँ त्यो दिन जति सम्झेर मैले यस्तो खुसी लाग्यो कि साथीहरू म रोएँ पनि। अनि थ्याङ्क यू सो मच कोपिला। अनि त्यो दाइ एकजना हुनुहुन्छ, त्यो दाइलाई म कुनै दिन पछि भेट्छु भने त्यो ट्रायल सेन्टरमा फेरि पनि अब जाने काम नपर्दा गइँदैन होइन, कुनै दिन काम परेर गयो भने। अनि यो चाहिँ मेरो ड्राइभिङ लाइसेन्सको मेमोरी थियो साथीहरू, त्यही भएर मैले सेयर गरेको, युट्युबमा सेयर गरिराखौँ भनेर चाहिँ सेयर गरेको। कस्तो थ्याङ्कफुल छु कि म यति धेरै सपोर्ट सबैजनाले माया गर्ने क्या, साथ सपोर्टहरू सबैजनाको धेरै पाउने। अहिले के मैले यहाँ आइकन चाहिँ जे कुरामा पनि सानो कुरामा पनि होइन मैले धेरैजनाको साथ सपोर्ट पाएको छु। अनि मैले फाइनली यस्तो गरेर मैले लाइसेन्स पनि निकालेँ, स्कुटर लाइसेन्स। त्यही हो गाइज। अनि मलाई चाहिँ सेयर गर्न मन लागेर चाहिँ युट्युबमा सेयर गरौँ पछि मरि हुन्छ भनेर चाहिँ मैले सेयर गरेको। हुन त त्यत्रो ठुलो कुरा त होइन, तर पनि यहाँसम्म आउन पनि जसले गर्दैछ त्यो मान्छेलाई चाहिँ धेरै नै गाह्रै छ होइन। जसले लाइसेन्सको ट्राई गर्दै हुनुहुन्छ त्यो मान्छेहरूलाई चाहिँ धेरै गाह्रो छ, पछाडि नानीहरू हेर्दैछन्। अनि मेरो भिडियो चाहिँ यति नै साथीहरू, बाई बाई एभ्रिवान। मेरो मेमोरी चाहिँ कस्तो लाग्यो, मेरो लाइसेन्सको मेमोरी चाहिँ हजुरहरूसँग सेयर गरेको। बाई जसले लाइसेन्सको तयारी गर्दै हुनुहुन्छ, जसले मेहनत गर्दै हुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद। अनि सफलताको शुभकामना, सबैजनाले राम्रो गर्नु। बाई।